आजको दिन हाम्रा लागि विशेष छ। यो दिन मात्र एक साधारण दिन होइन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो। किनभने आजभन्दा ठिक 19 वर्ष अगाडि हामीले नागरिक सर्वोच्चता सहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौं। म यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासन सहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा जेल, नेल र निर्वासन सहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मान सहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्दछु। त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु। हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैले बनाएको संविधान मार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले शिक्षित गरेर थप सर्वोत्कृष्ट बनाएका छौं। यो यसकारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ। राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ। हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौं। यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ। नागरिकको गुनासा शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ। यसैले लोकतन्त्रको जरा बलियो बनाउँछ। लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ। हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रता सहित निमुखालाई न्याय र विपन्नलाई आएको परिलक्ष्य राखेको छ। अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो। गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यको लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो
हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो। राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ। हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ। जगजाहेर छ कि आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिति भएको छ। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन। आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन्। यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ। अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ। अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ। यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो। यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौँ। मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको छ। यसले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ। शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु। हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पुरा हुँदैनन्। यसका लागि हाम्रो राज्य सत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन। म आशा गर्छु गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्य मान्यतामा एवं आचरणमा
परिवर्तनसहित एकताबद्ध भएर लाग्नेछौँ। गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो। यसका आफ्नै मूल्य, मान्यता र नैतिक दायराहरू हुन्छन्। यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पुरा गर्न सक्दैनौँ। आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाज नैतिकता, निष्ठा र मूल्य मान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस् भन्ने कामनासहित सबैलाई सुखद भविष्यको शुभकामना दिन्छु। जय नेपाल।